तपाईले बायोप्सी गराउनु भयो र डाक्टरले भन्नुभयो 7 देखि 10 दिन लाग्छ। तपाईले सोच्नुभयो यति सानो टुक्रा टिस्युको रिपोर्ट किन यति दिन लाग्छ? आज म तपाईलाई भित्र देखाउँछु। पहिलो, स्याम्पल हाम्रो ल्याबमा आइपुग्छ। फर्मलिन भरिएको सानो जारमा। हामी त्यसलाई लक गर्छौं, लेबल गर्छौं र त्यो टिस्युको आफ्नै नम्बर हुन्छ। दोस्रो, म त्यो टिस्यु काट्छु। ग्रोस एक्जामिनेसन, रङ, आकार, टेक्सचर सब कुरा नोट गर्छु र सबैभन्दा महत्त्वपूर्ण भाग छान्छु, प्रोसेसिङको लागि। यो स्टेप गलत भयो भने पुरा डायग्नोसिस गलत हुन्छ। तेस्रो, र यहाँ आउँछ पहिलो ठुलो डिले। टिस्युलाई एउटा मसिनमा राखिन्छ जसले रातभरि 12 देखि 18 घण्टा टिस्युबाट सबै पानी निकाल्छ र त्यसलाई प्याराफिन व्याक्समा इम्बेड गर्छ। यो मसिनलाई हरि गराउन सकिँदैन। बायोलोजीको आफ्नै टाइम हुन्छ। चौथो, व्याक्स ब्लकबाट एउटा मसिनले टिस्यु काट्छ। यति पातलो कि मानिसको एउटा कपालभन्दा पनि पातलो। त्यो स्लाइसलाई ग्लास स्लाइडमा राखिन्छ र स्पेशल डाईले रङाइन्छ। सेल्स नीलो र गुलाबी हुन्छन्। ड्राइङ, फेरि केही घण्टा। पाँचौं, म माइक्रोस्कोप मुनि बस्छु। हरेक सेल हेर्छु। शेप, साइज, अरेन्जमेन्ट सब एनालाइज गर्छु र कहिलेकाहीँ अझ थप टेस्ट चाहिन्छ। त्यसले थप 1 देखि 2 दिन थप्छ र अन्तमा म रिपोर्ट लेख्छु। प्रत्येक शब्द सोचेर लेखिन्छ किनभने यो रिपोर्टले तपाईको अर्को कदम निर्धारण गर्छ। अपरेसन गर्ने कि नगर्ने, किमो दिने कि नदिने, क्यान्सर हो कि होइन। त्यसैले 7 दिन लाग्छ र त्यो 7 दिन तपाईको जीवनको लागि हो। म प्याथोलोजिस्ट। तपाईको रिपोर्ट पछाडि यस्तै काम हुन्छ। सब्स्क्राइब गर्नुस्। अर्को हप्ता अर्को रिपोर्टको कथा।